प्रधानमन्त्री बालेन्द्र शाहमाथि गोली हान्ने धम्कीपछि देशको सुरक्षा संयन्त्र हाई अलर्टमा। पक्राउ परेका दुई किशोर केवल गोटी मात्र हुन् कि यसको पछाडि छ अर्कै शक्तिको अदृश्य परिचालन? आखिर कसले चलायो यो खेल? के अब खुल्ला त वास्तविक कनेक्सन? अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको आडमा देशको कार्यकारी प्रमुखलाई नै सिधै ज्यान मार्ने धम्की दिनु केवल सस्तो लोकप्रियताको लहड मात्रै हो कि यसको नेपथ्यमा नेपाललाई अराजकताको भुमरीमा धकेल्ने कुनै ठूलो चक्रव्यूह लुकेको छ? सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गोली हान्ने खुला चेतावनी दिएको भिडियो सार्वजनिक भएको केही घण्टाभित्रै सुरक्षा संयन्त्रले कडा एक्सन लिँदै दुईजना किशोरहरूलाई नियन्त्रणमा लिएको छ। यो घटना सतहमा हेर्दा टिकटक र फेसबुकमा भाइरल हुन खोज्ने दुईजना अबोध किशोरहरूको मूर्खता जस्तो देखिए पनि देशको सबैभन्दा सुरक्षित र शक्तिशाली व्यक्तित्वमाथि भएको यो प्रहारले राज्यको सुरक्षा निकायलाई पुरै अलर्ट मोडमा पुर्याइदिएको छ। सडक र भर्चुअल दुनियाँमा एउटा नयाँ खालको मनोवैज्ञानिक आतंक सृजना गर्ने उद्देश्यले रचिएको यो हरकतका वास्तविक पात्रहरू तिनै किशोर हुन् कि उनीहरूलाई अगाडि सारेर बन्द कोठामा अर्कै कुनै राजनीतिक वा भूमिगत गिरोहले रिमोट कन्ट्रोल चलाइरहेको छ भन्ने गम्भीर शंका नजन्मने कुरै भएन। 3 करोड नेपालीको आशा र भरोसाको केन्द्रमा रहेका प्रधानमन्त्रीको सुरक्षासँग जोडिएको यो संवेदनशील घटनाको भित्री कुरो र अदृश्य कनेक्सन के हो? आज हामी यो विशेष र खोजमूलक रिपोर्टमा विस्तारमा बुझौं। नेपालको राजनीति र प्रशासनिक क्षेत्रमा कडा र पारदर्शी निर्णयहरूका कारण परम्परागत शक्तिहरूलाई टाउको दुखाइ बनिरहेका प्रधानमन्त्री बालेन्द्र शाहमाथि यसरी सिधै भौतिक आक्रमणको धम्की आउनुलाई कानून व्यवसायी र सुरक्षा विश्लेषकहरूले निकै गम्भीरताका साथ हेरेका छन्। प्रहरीको विशेष ब्यूरोले अहिले पक्राउ परेका ती किशोरहरू केवल टुल अर्थात हतियार मात्र हुन् कि उनीहरूको ह्यान्डलर अरू नै कोही शक्तिशाली बिचौलिया हुन् भन्ने कोणबाट सूक्ष्म अनुसन्धान थालेको छ। सामाजिक सञ्जालमा एकाएक यस्ता घातक भिडियोहरू आउनु र यसको ट्रेन्ड बस्नुले देशमा एउटा सुनियोजित अराजकता फैलाउने एजेन्डा सक्रिय रहेको आशंकालाई बल पुर्याउँछ। प्रधानमन्त्रीको नीति वा कामको कडा आलोचना गर्न पाउनु प्रत्येक नागरिकको संवैधानिक अधिकार भए पनि सिधै ज्यान लिने कुरा गर्नु अभिव्यक्ति स्वतन्त्रता नभएर राज्य विरुद्धको गम्भीर फौजदारी कसुर हो। यो